नमस्ते। ल है, आज एउटा एकदमै रमाइलो कथा सुनौ जसको नाम हो चतुर खरायो र माया गर्ने जङ्गल। यो कथाले हामीलाई एकता र बुद्धिको शक्तिबारे एउटा गहिरो पाठ सिकाउँछ। लौ अब सुरु गरौँ है त हाम्रो कथा। आउनुहोस् हामी सबै मिलेर यो सुन्दर जङ्गलको संसारमा डुबुल्की मारौँ र त्यहाँका रमाइला बासिन्दाहरूलाई भेटौँ। हाम्रो कथाको सुरुवात हुन्छ एउटा एकदमै रमाइलो खुशी जङ्गलबाट। एउटा यस्तो ठाउँ जहाँ चारैतिर शान्ति र सद्भाव थियो अनि सबै जानवरहरू खुसी साथ मिलेर बस्थे। एकछिन कल्पना गरौँ त, त्यो जङ्गल कस्तो थियो होला। चारैतिर हरियो गलैँचा बिछ्याए जस्तो नरम घाँस, आकाशै छुन खोज्ने अग्ला अग्ला रुखहरू अनि कानमा मिठो सङ्गीत घोल्ने चराहरूको चिरबिर। हो, त्यो जङ्गल शान्ति र सद्भावको एउटा अद्भुत उदाहरण थियो, जहाँ सबै जनावरहरू एउटै ठूलो परिवार जस्तै मिलेर बस्थे। ल, अब पालो आयो यो जङ्गलका रमाइला बासिन्दाहरूलाई भेट्ने। को थिए त त्यहाँ? हेरौँ है। त्यहाँ थियो एउटा फुर्तिलो सानो खरायो, ज्यानले विशाल तर मनले एकदमै कोमल हात्ती, लजालु स्वभावको सुन्दर हिरण, एक ठाउँमा कहिले नबस्ने चकचके बाँदर र सधैँ शान्त रहने ज्ञानी कछुवा। यिनीहरूको यही फरक फरक स्वभावले त जङ्गललाई साँच्चै जीवन्त बनाएको थियो नि। अब कुरा गरौँ हाम्रो कथाको मुख्य पात्रको, खरायो। ज्यानले सानो भए पनि उसको सोच र मन चाहिँ साँच्चै विशाल थियो। उसको दयालु स्वभाव र अरूलाई मद्दत गर्ने बानीले गर्दा ऊ जङ्गलभरि सबैको प्रिय थियो। तर जहिले पनि सबै कुरा राम्रो मात्रै त कहाँ हुन्छ र, होइन? त्यो खुसी र शान्तिमा अचानक एउटा ठूलो चुनौती आइलाग्यो जसले सबैको जीवनमा उथलपुथल नै ल्याइदियो। अनि भयो के भने एक्कासी जङ्गलमा मुटु नै कमाउने खालको चिसो हावा चल्न थाल्यो। रात यति चिसो भयो कि मानौ हिउँ नै पर्ला जस्तो। सधैँ न्यानो रहने त्यो जङ्गलका लागि यो परिवर्तन साँच्चै डरलाग्दो थियो। यो जाडोले सबैभन्दा पहिले कसलाई छोयो होला? हो, त्यही चकचके बाँदरलाई। डरले काँप्दै उ करायो, ऐया मलाई त साह्रै चिसो लाग्यो। उसको यो आवाजले जङ्गलभरि डरको एक लहर फैलाइदियो। बाँदरको आवाज सुनेपछि अरू पनि आत्तिन छाले अनि डराएको हिरणले असहाय भएर सोध्यो, अब हामी कहाँ जाने? यो प्रश्नले सबैलाई झस्कायो, किनकि कसैसँग पनि कुनै जवाफ थिएन र जाडो त झन्झन बढ्दै थियो। जब सबैजना डरले काँपिरहेका थिए, त्यही बेला हाम्रो सानो नायक खरायो हिम्मतका साथ अगाडि आयो। उसको आवाजमा डर थिएन, बरु आशा थियो। उसले भन्यो, नडराऊ साथी हो, यहाँ नजिकै एउटा ठूलो गुफा छ। हामी सबैजना त्यहाँ मिलेर बस्यौं भने पक्कै न्यानो हुन्छ। खरायोको यो कुराले सबैको मनमा एक किसिमको आशा जगायो। अब उनीहरूले के गरे त? कसरी समाधान गरियो समस्या? हेरौँ है। गुफासम्म पुग्न पनि सजिलो त थिएन, तर सबैले आफ्नो जिम्मेवारी बाँडे। हेर्नुहोस् त कस्तो राम्रो टिमवर्क। विशाल हात्तीले आफ्नो शरीरले बाटोको झाडी हटायो। फुर्तिलो बाँदरले रुखबाट ओछ्याउनका लागि सुक्खा पातहरू झारिदियो र ज्ञानी कछुवाले धैर्यताका साथ सबैलाई गुफासम्मको सही बाटो देखायो। यो त सामूहिक प्रयासको एउटा सुन्दर उदाहरण। अनि गुफाभित्र पुगेपछि उनीहरूले के गरे भन्दा बाँदरले झारेका ती सुक्खा पातहरूलाई मज्जाले ओछ्याए अनि एकअर्कासँग टाँसिएर बसे। उनीहरूको यो एकताले गुफालाई मात्र होइन, उनीहरूको मनलाई पनि न्यानो बनायो। बाहिर जतिसुकै मुटु कमाउने चिसो भए पनि गुफाभित्र उनीहरू एकअर्काको साथले एकदमै न्यानो र सुरक्षित थिए। यो त उनीहरूको एकताको जित थियो, होइन त? उनीहरूले मिलेर डर र जाडो दुवैलाई हराएका थिए। त्यो चिसो रात त जसोतसो बित्यो, तर त्यो घटनाले जङ्गलका सबै बासिन्दाहरूलाई जीवनभर नबिर्सने एउटा ठूलो पाठ सिकायो। बिहान भएपछि हात्तीले कृतज्ञताले भरिएको मनले खरायोलाई भन्यो, खरायो भाइ, तिमी जानले सानो भए पनि तिम्रो बुद्धि साँच्चै ठूलो रहेछ। यो कुराले सबैको मन छोयो। तर हाम्रो खरायो कति नम्र। उसले मुस्कुराउँदै भन्यो, यो मेरो बुद्धिले मात्र होइन, हामी सबै एक भएर नै सुरक्षित भएका हौं। उसको यो जवाफले सबैलाई एकताको शक्तिबारे फेरि एकपटक याद दिलायो। हो, त्यही दिनदेखि त्यो जङ्गलमा एउटा नयाँ नियम बन्यो र त्यो नियम मात्र थिएन, उनीहरूको जीवनको मन्त्र नै बन्यो। सधैँ मिलेर बस्ने, एकअर्कालाई माया र सहयोग गर्ने। र यही हो यो कथाको सबैभन्दा मिठो सन्देश। जब बुद्धि र एकता एकसाथ हुन्छ नि, तब जस्तो सुकै ठूलो चुनौती पनि सानो बन्छ।
यो कुरा जङ्गलका जनावरहरूका लागि जति सत्य हो हाम्रो जीवनमा पनि त्यति नै लागू हुन्छ। अब अन्त्यमा एउटा प्रश्न छोडेर जाँदैछु। यो सानो कथाले हाम्रो आफ्नै जीवनमा एकता, सहयोग र बुद्धिको महत्त्वबारे के सिकाउँछ होला? यसबारे एकछिन सोच्ने हो कि? ल त, अर्को रमाइलो कथामा फेरि भेटौँला। नमस्ते।